आज मेरो बुढोले मोमो बनाउन थाल्नुभयो। यो चाहिँ मेरो बुढोको हिडन ट्यालेन्ट भने नि भयो। आजसम्म मलाई एउटा केही हेल्प गर्नुभएको थिएन मोमो बनाउनलाई। आज बुढी म बनाउँछु भनेर तम्सिनु भयो होइन? हो नि। किन होला भनेको त यस्तो खतरा मोमो बनाउन आउँदो रहेछ। बनाउनु मात्र हो र खाँदा झन् हेर न कति मिठो छ। यस्तो मोमो न तिमीले कहिले खाएको थियो न बुढोले यस्तो मिठो मोमो बनाएर अब खाउँला भन्ने छ। आजै हो। त्यो त अब खाएपछि थाहा हुन्छ कस्तो छ भनेर। खाएपछि हेरेरै थाहा हुन्छ नि, बनाउनु तरिकै थाहा हुन्छ। हेरेर मात्र कहाँ थाहा हुन्छ र खाएपछि थाहा हुन्छ। त्यो त अब टेस्ट कस्तो थाहा छ। हुँदैन। बुट्टा हेर्दा त मिठो होला जस्तो छ के, खाँदा चाहिँ कस्तो छ भन्ने कुरा हो के। यो हो नि त। मैले होला नि खतरा बनाएपछि त सकेन नि। यति राम्रो भयो हौ मोमो आज। डिफ्रेन्ट डिजाइन बनाऊँ आज अरे फर्स्ट टाइम त बनाएको देखेको आज हो र। कस्तो फर्स्ट सधैँ बनाएको चाहिँ भुल्यो। जिन्दगीमा आज आएदेखि मैले अहिलेसम्म बनाएको देखेको पनि थिइनँ, खाएको पनि थिइनँ। सधैँ मैले बनाउँथेँ, सधैँ मैले खुवाउँथेँ। यस्तो भन्नु हुन्न। बनाएकोलाई बनाएको भन्नुपर्छ, हेल्प गरेकोलाई गरेको भन्नुपर्छ है। हेल्प भन्ने कुरा छुट्टै छ कि यो मोमोको कुरा भनेको क्या मैले। मोमोको पनि त मैले बनाउँथेँ त 2-4 वटा नभ्याएर पो हो। ओ माय गॉड। आज किन पानी परेछ भनेको यस्तो हुनलाई पानी परिरहेको रहेछ कि हेर्नुहोस् त साथीहरू। This is momo, chicken momo, steamed chicken momo. Now we are going to boil the water. Okay. Okay, इसको ढक्कन हो है। अनि यो मोमो यो पाकिङ मोमो पाकेपछि म तपाईहरुलाई देखाइहाल्छु। मोमो पाकिसक्यो, हाम्रो मोमो पाकिसक्यो। अब जस्ट टु अपडेटिङ। अलराइट, आज बुढीलाई मोमो खुवाउने भनेर लागेको। तातो मोमो खाने यो गर्मीमा, हङकङको गर्मीमा तातो तातो मोमो, होममेड मोमो भन्छ हो। मेरो बुढी मोमोको हन्तराली हो। मोमो भयो केही चाहिँदैन। रेडी भयो मेरो बुढीको लागि मोमो। वाउ, फाइनली आज बुढोको हातको मोमो खान पाइयो। तर अचार त कति थोरै हुन्छ नि। ठिकै छ। थोरै थोरै खाने हो नि त अचार। चटनी भनेको चाटनी मात्र कति लोभी हो के हजुर त। चटनी भनेको चाटनी मात्र हो के, खाने होइन नि त भात जसरी। चाटनी चटनी चाटनी औरा चाटनी। कस्तो छ मोमो? मोमो खान पाएपछि त मिठो छ नि। बुढोले बनाएपछि मिठो हुँदैन त अनि छोरीलाई